ओके नाउ तपाईलाई म दिन्छु है इस टेबलमा 1 बाइ 1 गर्दै जानु। अहिले मैले बिरा थिए नि यो हजुरलाई है बेल्नुस् त लाइटली राउन्ड है राउन्ड बेल्नुस्। यो हजुरलाई राउन्ड बेल्ने है उहाँले बिर्सेपछि यो हजुरलाई and this is for me. Okay guys, today we are going to making apple pie है ना। ओ भाइ सर भयो हजुरको भयो। अब एकछिन है म पहिला मैले बेल्नु तपाईँ बेल्नुस्। टर्न अप अगेन। यो तपाईलाई लाइन राख्नु मिल्छ यसरी है। एप्पल पाई हामी 4 जनाको 4 पिस हैन। ओके डन। हजुरले बेल्दिनुस्। Wait now, wait. See? First, okay, good. So गर्नुपर्छ। तपाईलाई म आउँछु है त्यहाँ। This is for you, right? Yes. यसलाई हजुरले म वाली कभर गर्दिन देखाउँछु मात्रै। यसरी कभर गर्ने है। यसरी कभर गर्ने। हजुरले पनि यहाँ आफ्नो भाग यसरी कभर गर्ने। हजुरले पनि आफ्नो भाग कभर गर्नु त प्लिज। Okay, now remove this one. Keep it here first. I will do that. अब मैले हजुरहरूलाई कस्तो देखाउँछु भन्दाखेरि सबैले एक वास गर्नुभयो। अब यो मेरो भाग हैन। What I am doing here now, cover. अनि तपाईले बिस्तारै पक्नुस् है 1 बाइ 1 कभर गर्नु त। सबैले छोप्नुस् है। यसो गरेपछि भयो। फेरि लाइनमा राख्नु। न वहाँदेखि स्टार्ट गर्नु त ल। स्लोली है, नट मच प्रेसिङ। ओके, टर्न अगेन दिस वान। ओके, फेरि बेल्नु। इनफ नाउ, यु हैव टु प्रेस बाइ ह्यान्ड साइड। त्यो काट्नु पर्यो कि यो हो त्यो काटेर नाइस फिनिसिङ आउनु पर्यो। ओके डन, भेरी नाइस। You remove this one and collect here. Keep it. Okay. हजुरले पनि अलिकता यो प्रेस गरिसकेपछि यसले चाहिँ यसले अलि ब्यालेन्स मिलेन। ओके डन। टर्न अगेन। यसो गरे। ओ मलाई छटायो। तपाईँको उसैमा भइरहेछ। Almost. That design one, very good, very nice. Now, you have to put egg whites. First, you have to put egg whites. Lightly, not much. यसरी तपाईहरुले slowly. Okay, तपाईबाट स्टार्ट हुन्छ है। हजुर। म दिन्छु है कटिङ। हजुर। अब यो जाता राखे पनि हुन्छ, पछि डिस्प्ले गर्दा अलि फरक पर्छ है। ओके, सबैले त्यस्तै एउटा हाल्नु त बेलेर प्लिज। सानो बेलेर यसरी हाल्नु है। म तपाईहरुलाई यहाँ पनि एक वास गर्नुस् है। एक वासले युज के हो सर? शाइनिङ आयन स्टिकिङ बोथ अफ लाइट है, लाइट नट मच। एक वास धेरै भयो भने तपाईको के हुन्छ भन्दाखेरि कालो हुन्छ। ओके इनफ। यसलाई हजुरले उठाउनु न फेरि यसरी पछि उठाउनु।
अब हजुरले सबैले हार्ट सेप राख्छ भने हजुर सबैले हार्ट सेप राख्नै पर्दैन है। यो कहाँ राख्ने? सेन्टरमा। ओके भयो सर भयो। फेरि उठाउनु त त्यसलाई उठाउनु त। ओके नाउ यु क्यान किप हियर। तपाईँले कुन सेप हाल्ने? उहाँले तपाईँलाई हार्ट सेप हालिदिनु। ओके नाउ अब यसलाई म यसरी देखाउँछु। यो के भयो? सनफ्लावर सिड, सनफ्लावर आयो। ठन्डा बढी भयो है भाइ। तपाईँहरूलाई यस्तो बनाउनु मन लाग्छ भने फेरि वान गरी म्याग अगेन त्यसमा सेम त्यसमा बनाइ हुन्छ नि। त्यसमा बनाएको पनि हुन्छ। त्यसमा डिजाइन गर्नु त ल। आर्टिस्टिक कुरो रहेछ। तपाईँले मैले बनाएकोमा एड गर्नु डिजाइन गर्नु। आफ्नो डिजाइन आफै गर्ने हो। सेप आफै क्रिएट गर्ने हो। जान्छेपछि हेर्नुहोस् है। त्यो त नहुँदो रहेछ क्या। त्यसले हुन्छ सर। हुन्छ दामी हुन्छ। हजुरले यसले गर्नु त प्लिज। यसलाई हामी के एड गर्ने? सुगर एड गर्ने। ओके भेरी नाइस। हजुरको हार्ट सेपमा पनि आफ्नै मर्जीले डिजाइन। तपाईँहरू त अब त्यत्रो बिल्डिङ बनाउने मान्छे दामी भयो। हान्नु 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 पान हान्नु। हार्ट सेप पान क्रस। अब माथि पनि हातमा पनि डिजाइन हान्नु है तपाईँले अहिले। ओ भेरी गुड। उहाँ सक्नु भयो। तपाईँले पनि गर्दै हो। हातमा डिजाइन हान्नु त। यसरी तपाईँको त अर्कै डिजाइन। अब उहाँले हान्नु भयो नि। अब हजुरले यसरी हान्ने क्या। यसलाई सर्ट गर्ने अनि यसो गर्ने। यता पनि हान्नु पर्यो। ल बाबु हातमा डिजाइन हान्नु है। ओके यु गुड नाउ। ओके डन। किप इट देयर। हामीले बनाएको एप्पल पाई भनेर सब भेरी नाइस। यो लाइन राख्नु त यहाँ लाइन राख्नु। यो सफा गरेर क्लिन द स्टेबल प्लिज फर्स्ट। नट फ्रम देयर। डाक्टरले होइन स्क्यापल ल्याएको छु मैले यहाँ। के हो सर स्क्याप? अस्ति पढाएको थिएँ नि स्क्यापल। त्यो टेबल क्लिनर ब्रेड कटर। कलेक्ट ऑल दिस ब्रेड कटर पनि भनेर। ब्रेड कटर टेबल क्लिनर स्क्यापर। ओ यहाँ साइडमा राख्नु। ओके यो मेक नाइस डिजाइन है। भेरी गुड। नाउ हामी अब यसमा बनाउने फेरि ठुलो एप्पल पाई। ओके आफ्टर ब्यालेन्स वी विल मेक स्मल वन। थ्याङ्क यू भेरी मच। ठुलोलाई म सो गर्छु है। यो एउटा यसमा नबनाउने सर? यु मेक अल मेक नो प्रब्लम। एउटा बनाइदिउँ न त। 3टा फेरि बनाउनु। तपाईँहरू हो र। तर नि केटी भाइ कि के थाहा होइन र भन्नु सक्दैन नि। बोलायो भने भोज खाने हो। ओके ब्युटिफुल यु आर ग्रेट। किप इट देयर ऑल। तपाईँहरू यसमा कम्पिटिसन जानु पर्यो है कहाँ आर्टिस्टमा प्लिज। बडा बनायो तपाईँ। कम्पिटिसन जानु पर्यो। ओके अनि त्यहाँ मात्र नि भएको सबै बनाउने। यो सबै बनाउने नि। किन नबनाउने? भाषण बनाउने हुन्न। तपाईँहरू काम गर्दा लाज मान्नु चाहिँ हुँदैन है सर प्लिज है। लाज माने लाज माने भने हामी पछाडि पर्छ के। लाज र डर भयो भने हामी पछाडि पर्छ नि विदेश गएपछि। त्यो दुईटा चिज तपाईँहरूले हाइड गर्नुपर्छ। लाज र डर। के रे? लाज र डर। लाज अगेन कान्टा न स्ट्रेटमा बेल्नु राउन्ड बेल्नु है। अर्को कटिङमा उता रोलिङ पिन उता आउँछ कि छैन हेर्छ न। प्लास्टिक रोलिङ पिन अर्को छ कटिङ रोलिङ पिन।
अनि आजको काम रमाइलो छैन यो भनेको एकदम दामी काम हो ओके भएछ भयो अब तपाईँ फर्स्ट स्टार्टिङ फिलिङ सर यसलाई चाहिँ उस गर्नु पर्दैन नि क्लिन गरिसकेको छ क्लिन अलरेडी This is fine, no problem. Chatting with you for problem. No need thin, too much thin by Azuko Baina. धेरै थिन भयो Very patala by sir. Okay, you're fine now. You can do it now. Your best son is धेरै पातलो भयो भने हामी एप्पल पाइ निकाल्न सक्दैन के प्लिज है अहिले फेरि रिमुभल गर्नु चाहिँ तपाईँ खिच्छ अब यसलाई चाहिँ प्रेस गर्न नाइसली है साइड गर्नु साइडमा हो भयो हुँदैछ नि त कहिले तपाईँ बेला म हाल्छु है अनि हजुरलाई डिफिकल्ट छ त अलि यता सर्नुहोस् न अदरवाइज यु क्यान डु लाइक दिस डिफिकल्ट भने स्पेस यर मेन्टली यर स्पेस है तपाईँलाई त टेबलै सानो भएछ उहाँको हाइट कति ठुलो है सबभन्दा होचो फ्यामिली वान है 6 फिट 1 इन्च आम्मै 6 फिट 3 इन्च तपाईँ 6 फिट माथि अनि अब मान्दै गर्ने ओभर थिक अगेन ओभर थिक हजुरको यो ओभर त्यो डोप बढी भयो कि हजुर त्यही भएर मेन्टेन गर्नु भएन अझै अब यस्तो छ नि सर हजुरलाई यही बेला हो हजुरलाई सुतार्ने होइन मोटो पातलो सबै मेन्टेन गर्ने अब पछि त त्यहाँ त काम गर्ने लेभल हुन्छ लेभलमा तपाईँलाई एउटा टेबलमा स्ट्यान्डिङ गरिदिन्छ तपाईँले यो 500 पिस निकाल्नु भने दिनभरि त्यसैमा भन्यो फेरि एउटै काम दिन्छ बाहिर त त्यस्तो अब मेरो हिजो हेर्नुहोस् कतिवटा हेर्नु न आम्मामा 6000 को अर्डर ब्रेडहरू मात्र यहाँ अनि फेरि अब 1500 को डेली पार्सल छ त्यो कलेजको होस्टेलको हजुरले यसरी के धेरै प्लेस नगर्ने है अनि यो एबलमा जाने हेर्नुहोस् त यी ल हाल्नुहोस् त तपाईँले यहाँ बिस्तारै हाल्नुहोस् अनि यसो साइड पहिला प्रेस गर्ने यसरी है यसरी गर्ने अनि मजाले फिङ्गरले मिलाउने है ओके नाउ मलाई चाहिँ अलिक धेरै इङ्ग्लिस बोल्नुमा बानी भएर अब मिल्छ मिल्दैन त्यो पनि थाहा छैन तर इङ्ग्लिस चाहिँ बोल्ने बानी चाहिँ धेरै छ कि मेरो बाहिर बसेपछि हजुरको त्यो बानी बस्यो नि त अब हेर्नु है अहिले हामीले यसलाई ठुलोमा है सबैले हेर्नु है यसको ठुलो गर्छ सेम त्यो अहिले चाहिँ चल्ने यस्तो ट्रेन्ड चाहिँ यस्तो चलेको छ कि यो त पुरानो डिजाइन हो गइसकेको छ होइन एउटै भयो तर एउटा त्यो त धेरै चल्छ नि यस्तो खालको त तपाईँको भिआइपी हो नि त्यो त एउटा भिआइपी एक्सिलेन्सी भन्ने बित्तिकै यस्तोमा बनाइदिनु भयो काटेर दिने कुरा हुँदैन हो त यस्तोमा दिनु पर्यो है के भयो सर ओके अलि यहाँतिर फिलिङ राम्रोसँग हाल्नुहोस् त थप्छु सर यस्तो भयो है यसलाई चाहिँ सेम थिङ्स ओके हामी सेम कटिङ है ओके भयो हजुरको फिनिसिङ मिलेन नि सर नो कटिङ यु हेभ टु कट दिस वान You have to cut this one first. है यो चाहिँ नबोल्नुहोस् है त्यो जहाँ पनि युज गर्नु त्यसैबाट कुकिज पनि बन्छ फेरि यसबाटै आज हामी चक्लेट कुकिज बनाउनु त्यसैबाट तपाईँहरूको चक्लेट कुकिज भनेर कुकिज अनि एक्सेप्ट नट्स बनाउनु बदामले त्यो पिनट थोरै ल्याएर रोस्ट गर्नु हुन्छ है Okay, I think so. You are this too dirty. What happened this one? How come like this? Huh? This one, please, if you see this one, don't you know, my brother? Yeah.
बिकज अफ नट एक्सेप्टेबल है योहरू बेटर यु हेभ टु थ्रो इट न हेर्नुहोस् यसलाई अनि यो छ नि हजुरको कहाँ लाग्यो कसरी भन्दाखेरि टेबल दिनुहोस् त सर दिस वान ओके नाउ यु हेभ टु क्लिन फर्स्ट 1 minute है सर and then we have to clean this one and your work must be clear आफ्नो काम क्लियर हुनुपर्छ है सर बरु 10 मिनट भित्र किन नहोस् फास्ट नगर्नुहोस् पर हाइजेली यु हेभ टु फलो ओके हाँस्छ विदेशमा त हाँस्छ बढी छ छैन विदेशमा त हाँस्छ बढी छ गिभ मी वान मोर डस्टर प्लिज अगेन द्याट वान यसलाई आउट गरिदिउँ है डाक्टर दिनुहोस् त क्लिन वान ओके अब यो हजुरको काल आउँछ कि आउँदैन अब थाहा पाउनुहुन्छ है प्लिज न माथिले एकछिन हजुरको हातमा कपाल जस्तो देखाइदिएँ मैले होस् अहिले देखिन्छ ओके के गरी बस्यो लाठी यसरी बस्ने हो मैले बच्चा अब हामी ठुलो फिलिङ हाल्यो है यहाँ माथिको डिजाइन आफै गर्नुहोस् है अब मैले सिकाउनु पर्दैन ओके सर आई एम नट टिचिङ नाउ यसमा एप्पल पाईमा बिस्कुट कम्पलसरी हुन्छ सिनामन कम्पलसरी हुन्छ राइजिन कम्पलसरी हुन्छ हामीसँग राइजिन नभएको हुनाले हामीले के हाल्यौँ पिनट्स हाल्छ यसमा फेरि पिनट्स रहेछ होइन किनकि एनी नट्स त हुनु पर्यो नि फ्रुट यसको स्पेसल चाहिँ के हो हजुरहरूलाई म रियली बताउँछु होइन नट्समा राइजिन भेरी नाइस तपाईँको दामी भयो अहिले ओके अनि सिनामन पाउडर ब्राउन सुगर र बिस्कुट छैन भने तपाईँले नबनाउनुहोस् इन्ग्रिडियन्ट क्लियर छैन भने है हामी त्यहाँ राइजिन लेख्न बिर्सिएको छ होइन हामीसँग राइजिन नट एभाइलेबल समटाइम हियर द्याट्स वाइ त्यो अब राइजिन हामीले एनी नट्स चाहिँ चाहियो नट्स छ नि हो नट इनफ इनफ ओके भेरी गुड अब डिजाइन आफ्नो आफ्नो हिसाबले तपाईँहरूले ड्रइङ गर्नुहुन्छ नि इन्जिनियरिङ ड्रइङ गर्नुहुन्न त्यस्तै त्यहाँ गर्नुहोस् त ल तपाईँ त्यत्रो पढाइ लेखाइ मान्छेहरू ड्याङ त्यही पनि हान्यो नि विदेश गएर त जति अगाडि आर्टिसियन गऱ्यो त्यति तपाईँको फाइदा प्लान हान्ने एउटा घर हान्ने विन्डो हान्ने एउटा टारेस हानेर त्यसमा चाहिँ तपाईँ छाता राखेर मजाले गर्ने फाइनानिङ रेस्टुरेन्ट हान्नु न त्यसमा होइन र फाइनानिङ पहिला कापीमा ड्रइङ गर्नुहोस् अनि तपाईँलाई राम्रो नआउला कि भनेर कापीमा गरे जस्तो होइन तपाईँहरूले कापीमा गरे जस्तो यहाँ एभ्रिथिङ एभाइलेबल छ नि त फोर्क छ नाइफ छ ब्रस छ एक वास छ सिमेन्टको लागि यो ऊ छ फिलिङ गर्न होइन पिलर बनाउनुहोस् होइन विन्डो बनाउनुहोस् विन्डो झ्याल बनाउनु यसले हुन्छ यी भेरी गुड होइन ठिक छ माथिलाई अब उठाउनु अब उठाउनु यु अल्सो डु समथिङ वाइ स्ट्यान्डिङ के नबनाउने नसिक्ने मैले बस्दैछ बिचरा नानु यस्तो फ्री काम सिकाउने बस्दा बस्दा सिक्यो होला नि बहिनीले नि सिकेको छैन अलिअलि आएको बिचरा कति भयो यहाँ आएको 2 हप्ता पनि भएको छैन र भयो अनि भात तरकारी पकाउनु त जाने छैन जान छैन मासु मात्रै पकाउनु आउँछ एउटा मलाई चाहिँ काम लाग्ने आफ्नो मासु मात्र भइपुग्छ भात त अब यो ठुलो छ नि सर ठुलोलाई तपाईँहरूले कहिले पनि यहाँ एक वास नगर्ने यहाँ गर्ने पहिले गर्ने है यस्तो बिस्तारै गर्ने अब यसलाई कसरी हान्ने भन्दाखेरि तपाईँहरूले फेरि हातले उठाउने है त्यसो गरेर फरलक्क फर्काउने भित्रबाट राख्ने एक वास चाहिँ भित्र हुन्छ क्या ठुलो खै बाबु उहाँको बिचमा बस्नु पऱ्यो तपाईँहरूलाई अलिक गाह्रो भयो यता आउनु तपाईँ यहाँ आउनु त एकछिन
ठुलो भने यसरी बनाउने है। यो हाम्रो 6 प्याक्स एप्पल पाई। 6 प्याक्स भने 6%ले खाने के। हो त्यहाँ हाल्नु है। तपाईँको यो ठुलो भयो नि सर। माथिको चाहिँ त ठिकै छ कि यसै निकाल्नुहोस्। अझ बेटर फाइन फिनिसिङ गर्नु न। यसलाई नहाल्नु त्यसले केही फरक पर्दैन। अब तपाईँले चाहिँ अब लिप हाल्नु थाहा छ? लिप पत्ता हान्ने। अब मैले भने 1 वर्ष लगाएँ है। घरै बनाएछ तपाईँले? ए नानी घरै बनाइदिनु। तपाईँहरूको डिजाइन आफ्नो। अब एउटा वे थाहा भयो नि त। यो भने फुल सिङ्गल एप्पल पायो होइन। त्यो निस्किनु पनि पऱ्यो सर पछि। निस्कियो यो त बाहिर सेप काटौँला नि। होइन निस्किन्छ। अब यसलाई यसो गर्नु फेरि। नानी योभन्दा सानो खोजेर ल्याउ त प्लिज। योभन्दा सानो नलौ। सही छैन। भेरी गुड। डिजाइन अप टु यु है। दिस आई टिचिङ अल अफ यु एन्ड डिजाइन अप टु यु। घर भनेको घरै हान्ने हान्ने हान्ने। हेलो गुड मर्निङ। हाउ आर यु माई डियर? यु ओके? हामी यहाँलाई अब घर बनाउनु सिकाउँदैछौँ होइन। उहाँ त घर बनाएर ठुल्ठुलो मान्छेहरू हुनुहुन्छ। तर मैले फेरि सानो सानो सिकाउनु अब यो 4 प्लेट डिजाइन हान्नु चाहिँ किन थाहा छ? एयर हावाले चाहिँ तल चाहिँ फुलाउँछ। तेरो एयर सर्कुलेसनको लागि जस्तो हामीले एसी बनाउँ न यसलाई। मैले सादा बनाएँ प्लेट। आयो ल त्यसले काट्नु त। होइन अब यसलाई छ नि आइनिस् नि। हजुरले एकछिन म डिजाइन यहाँबाट म डिजाइन दिन्छु। हजुर एक वर्ष गर्नुभयो। अब यसलाई चाहिँ पहिला खैको ठुलो कहाँ छ बाबु? साइडमा यसरी लानु। त्यो सबै कतिवटा जान्छ पहिला। यसबाट पनि काट्नु है। तपाईँले यसरी काट्नु। आयो होइन सर होइन। कसरी के छ? सिक्दैछौँ यो राम्रो आउँछ कि है। म काटिदिन्छु। हजुर हालिदिनुहोस् है। ल एप्पल पाई भनेर त जहाँ पाए त्यहाँ युज हुँदैन। धेरै ठुल्ठुलो ठाउँमा युज हुन्छ है। फाइन डाइनिङ रेस्टुरेन्टमा मात्रै हो। अब नट फुल है। नट फुल है। अब होइन तपाईँले डिजाइन हान्नु। एउटा हाल्नु एउटा हाल्नु। यो निकाल्नु नट फाइन हो के 1 मिनट है। एकछिन है। हजुरको फिनिसिङ नराम्रो आएको। ओके यसलाई चाहिँ एउटा के हाल्ने थाहा छ? बाबु केही न केही बनाउनुहोस्। एउटा बाँकी छ प्लिज। बाँकी के नबनाउने? उसले मैले के हो यार? वाट युर ह्यान्ड फर्स्ट? तपाईँलाई म एउटा योलाई छ नि थिकनेस मेन्टेन गर्नुपर्छ है। योभन्दा थिन हुँदैन नि। फेरि डिजाइन आए पनि नआए पनि राम्रो हुन्छ। भन्नु बाबु किड्नी बन्नु थाले रहेछ के? अब यसलाई डिजाइन हान्नु। तपाईँले दामी डिजाइन हान्नु त। अब हजुरले किन डिजाइन हान्ने भन्दाखेरि उहाँले दामी बनाउनु भयो। अब यहाँ हेर्नुहोस् है।
डिजाइन चाहिँ अनिवार्य छ इम्पोर्टेन्ट तपाईँको डिजाइनै हो यसमा डिजाइनको आधारमा बिग्ने भयो डिजाइन छैन भने त तपाईँ कामै छैन तर जति डिजाइन देखाउनु एप्पल पाई भने ट्री हो नि त ट्रीबाट आउने फुल हो अब दामी भयो त यो त। हँ? खतरा भयो त यो सबभन्दा घटी आयो ठिक छ ल ठिक छ त मैले भनेको त्यो दामी फाइन दिस राइट अब हजुरले के गर्नु भने यस्तो गरिसकेपछि फिङ्गरले कि मेन्टेन गर्ने यसरी यसो थिच्दै माथि लाने थिच्दै यसरी माथि लाने यसले प्रेसिङ अफ गर्ने धेरै हुन्छ हेभी हुन्छ अफ गर्ने सर भिडियो कति मिनट भइसक्यो धेरै 25 मिनट भइसकेछ ल ल भयो हेभी हुन्छ ट्रान्सफर हुँदैन कि फेरि